नमस्कार, म जेबी विश्वकर्मा। आज यसो फ्यामिलीसँग भेटघाट गर्दै सबैसँग अङ्कल आन्टी अनि सबैसँग भेटघाट गरेर अनि मेरो भतिजासँग भेटघाट गरेर यसो भतिजासँग दुई चार टोका गजल भन्नलाई म आज यसो गार्डनतिर बसेर तपाईँहरूको माझमा एउटा गजल पुर्याउन गइरहेको छु। मेरो भतिजाको नाम चाहिँ ज्यामेस विश्वकर्मा, उसको आइडी पनि त्यही हो। तर मेरो आइडीबाट ऊ प्रस्तुति गर्दैछ। तपाईँहरू लाइक अनि सेयर कमेन्ट गरिदिनु होला, कस्तो लाग्यो यो गजल सुनेर साथ दिनु होला। धन्यवाद। म थोरै गजल सुनाउँछु मेरो भतिजाको आवाजबाट। धन्यवाद। जेबी विश्वकर्मा फेसबुक पेजबाट 3 शेयरको गजल भन्न चाहन्छु। कृपया सुनेर साथ दिनु होला अनि लाइक कमेन्ट र प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। गजल यसरी सुरु हुन्छ। मसलामा जिरा धनिया खुर्सानी चाहियो, मसलामा जिरा धनिया खुर्सानी चाहियो, आमालाई घरमा बुहारी खानदानी चाहियो। मसलामा जिरा धनिया खुर्सानी चाहियो, आमालाई घरमा बुहारी खानदानी चाहियो। मजा आएन गुरु तपाईँको गजल पढेर, मजा आएन गुरु तपाईँको गजल पढेर, अलि फरक खालको कहानी चाहियो। आफ्नै घरको श्रीमतीको भर लाग्दैन किन अचेल, आफ्नै घरको श्रीमतीको भर लाग्दैन किन अचेल, सरकार मलाई श्रीमतीको निगरानी चाहियो। धन्यवाद। तपाईँले सुनेर सुन्नुभयो होला किन आफ्नै घरको श्रीमतीको निगरानी चाहियो भन्नको कारण के भने आजकल यस्तै चलिरहेछ के। अब घरमा श्रीमती श्रीमान हुँदा हुँदै पनि अब अरू केटासँग फरार हुने होइन, अरू केटासँग फरार हुने श्रीमतीको यो एउटा सन्देशमूलक चाहिँ गजल हो। तपाईँहरूले सुनेर साथ दिनु होला। धन्यवाद। कट गर।